हेलो गाइस, के छ खबर हैन? सबै सन्चै हुन्छ होला, म पनि सन्चै छु। आज चाहिँ कलेज जानला, कलेज अफ द स्कुल भन्नु न, कलेज जानला है। फर्स्ट इयर आज कलेज गएँ। फर्स्ट दिन नै यति अनडिसिप्लिन चाहिँ हुँ जस्तो लागेको थिएन हैन। टक्क ड्रेस लाएर हैन चिटिक्क परेर जाने सोच थियो, तर सोच भनेको सोच हो। जहाँ युनिफर्म सिलाउनु दिएको थिएँ उहाँ दाइले सिलाइदिनु भएको छैन अरे। बल्ल पोइन्ट भ्याउनु अरे, माथिको टी सर्ट बाँकी छ। अब टी सर्ट बाँकी रहेछ भने चाहिँ काँडा फुल ड्रेस लगाएर जानु पाइयो त होइन, पाइएन। त्यही भएर आज चाहिँ आउट ड्रेसमै छु होइन। यो कपाल पनि यस्तै छ जिन्दगीमा। अब 2-3 दिनपछि स्कुल काट्नै पर्छ, स्कुल गएपछि त होइन। त्यही पनि ठिक छ। आज चाहिँ जानलाई यो फर्स्ट एक्सपिरियन्स कस्तो हुन्छ कलेजको लाइफको होइन। आज कस्तो रमाइलो हुन्छ, पढाइ हुन्छ कि नै, कस्तो इन्ट्रो हुन्छ सबैले होइन। को जना नयाँ विद्यार्थीहरू हुन्छ, हेर्नुपर्छ। भोलिहरू चाहिँ पुरै न्यू हुने हो ड्रेसअप। ब्याग किन्नु गएको बजारमा हिजो, त्यो सेता कलरका ब्याग, अझ त्यो गाजा टाइपको लोगो छ होइन त्यहाँ। त्यही भएर नि मन पर्न। आज चाहिँ आउनु लाग्छ अरे, आज आउनु लाग्छ 3 तारिकमा। अनि आज किन्नुपर्छ नयाँ ब्ल्याक कलरमा ब्याग चाहिँ। युनिफर्म नै आज फाइनल गरिदिनु होला है दाइ भनिछु। अनि सबै आज फाइनल हुन्छ। अनि भोलि चाहिँ टक्क त्यो ट्रान्जेक्सन भिडियो बनाउनु मन थियो क्या, टक्क लाएर, तर सकिएन, पाइएन। किनकि कपडै भएन, अनि कसरी पाउने त। अनि ल त्यही पनि अब सँगै जाम है। अब स्कुलमा त चलाउनु दिनुहुन्न फोन, लगेर त जान दिनुहुन्न क्या सकेसम्म। तर अहिलेको मोडर्न जमानामा चाहिँ भित्र क्लासमा नचलाए पनि बाहिर चाहिँ स्टुडेन्टको छुट्टै काम हुन्छ होइन, छुट्टै लाइफ हुन्छ, त्यसमा चाहिँ दिनुपर्ने हो। हेरौँ अब दिनु सक्ने भन्ने कुरो त्यो छुट्टै कुरा हो। आज चाहिँ ल सँगै जाऊँ है त। अब लुखुर पारेर जाने है 2 सँगै। फाइनली आइयो है स्कुलको ब्याक साइडमा। भवन छ स्कुलको बिल्डिङ, अनि ब्याक साइडमा आइयो स्कुलको। भित्र जान फोन लगाएर जानु दिन्न, त्यही ब्यागमा राख्ने होला। ल अब चाहिँ अहिले छुट्टी भएपछि चाहिँ बेलुका चाहिँ बोलाउँला होइन, कस्तो एक्सपिरियन्स भयो आजको दिन चाहिँ। रमाइलो भयो कि नराम्रो फिल भयो कि राम्रो फिल भयो कि मजा आयो कि होइन, कस्तो भयो होइन। स्कुलको ब्याक साइडमा छु। अब चाहिँ ल सिधै बेलुका भेटौँ है। हाम्रो राजेशजी चाहिँ अहिले ट्याग होइन चित्र बनाउँदै मजाले च्यापको स्कुलमा आएर अन्यत्र काम गर्दै हुनुहुन्छ। अब यहाँलाई सब्सक्राइब सबै हटाइदिनु होला भन्न चाहन्छु। जय नेपाल, जय। आज चाहिँ फर्स्ट दिनै नराम्रो गयो स्कुलको, कलेजको। जम्मा 6 जना मात्रै आइएको थियो होइन। 6 जनामा के पढाइ हुने। त्यही अब सब्जेक्टहरू भन्नुभयो के कस्तो छ होइन, फ्युचर ओरिएन्टेड भएर पढ्नुपर्छ भनेर सुझाव दिनुभयो सरहरूले। तर 6 जना मात्रै आइएको छ आज। के यत्रो विद्यालयमा 6 जना मात्रै आउने हो त। पछाडि चाहिँ टक्क केटाहरू चाहिँ पछि आएको, 3-3टा केटाहरू चाहिँ हामी 3टा केटाहरू चाहिँ पहिले आएर, अनि 3टा गर्ल्स 3टा बोइज चाहिँ थियौँ आज स्कुलमा। रमाइलो त के रमाइलो हुने, इन्ट्रोडक्सन भयो त्यति भाइ। अनि अब चाहिँ यति छिटो त जानु भएन घर, अनि माथि घुम्न जान लागिएछ। टक्क आएर होइन मजाले घुम्न जान लागेछ होइन। अब सँगै जाम आम। तर फर्स्ट एक्सपिरियन्स चाहिँ हुने रहेछ चाहिँ जुन स्कुलमा नि हो जस्तो लाग्दैन मलाई होइन। हाम्रो स्कुलमा चाहिँ फर्स्ट दिन कोही आउनु भएन, के गर्ने। 3 जना मात्रै केटी, 3 जना मात्रै केटा। अब 3 जना 6 जनामा के नै होला र। लुडो खेल्न भनेको डाटा छैन, त्यही भएर यही हो होइन। अब चाहिँ सँगै जाम होइन माथितिर, अनि जाम घुमम। अनि त्यसपछि आम है उहाँ माथि जाने हो है गाइज। अब चाहिँ हामी उहाँ देखिन्छ त्यो हो त्यहाँ हो त्यही
यहीँ जाने हो। यहाँबाट चाहिँ बवाल भ्यू आउँछ नि। यो चाहिँ यसलाई चाहिँ बराथान भन्छन्। हाम्रो नै क्रिकेट खेल्ने ठाउँ छ होइन। अनि यहाँ तल चाहिँ शमशान घाट छ क्या। यहाँ तल यत्नै चाहिँ तल शमशान घाट छ। अनि यहाँबाट चाहिँ मस्त भ्यू आउँछ। उहाँ माथि जाने हो होइन। टक्क यता 2 भाइ हामी छौँ अगाडि। उहाँ गइसक्यो 4 जना। हामी 2 भाइ चाहिँ यहीँ छौँ। यहाँ बकर बकर ग्राभल हानेको रहेछ। बास्न मिठो आछ होइन। त्यही हो। अब चाहिँ माथि जाने घुम्ने अनि आउने घर। छैन केही पनि एक्सपिरियन्स केही हुने रहेछ। फर्स्ट एक्सपिरियन्स हुने कलेज लाइफको नि है। त्यही नर्मल नै छ। नर्मलै होस् ठिक छ। तर पढाइ चाहिँ आओस् ल। जाममाथि सँगै जाम अनि भिजिट गरौँ कस्तो हुने रहेछ फर्स्ट टाइम। यस्तो ठाउँमा नि भेडा पाइने रहेछ त यार। ओहो फाइनली पुग्यो होइन। पसिना पसिना भएर भेडा यस्तो भेडा पाइने रहेछ नि यहाँ। यो मेरो बानी ठिक छ भेडा रहेछ। पसिना पसिना भयो। मोटो मान्छे गएर छ माथि पुग्नु लाग्यो। माथि पुगिन्छ फोटोसोटो खिचिन्छ। त्यसपछि घर आइन्छ खाजा खान्छ त्यहीँ बजारमा। त्यहीँ घर आइन्छ। तर यस्तो ठाउँमा नि भेडा पाइन क्या। भेडा पाइन थाल्दैछ होइन। टाढा भाले जस्तो देखिने यही रहेछ। यस्तो पुरै बारेको रहेछ डाँडो। त्यही हो अरू केही रहन्छ। टाढा भाले जस्तै देखिने यही होला कि केही रहन्छ। ऊ मात्रै रहेछ सर र बारेको मात्रै रहेछ। पछि होला नि त मन्दिर सन्दिर बन्छ होला यहाँ। यहाँबाट चाहिँ मालरानी मन्दिर र घेराको घेराको के भन्छ यसलाई घेराको लेक राम्रो देखिने जस्तो देखिने चाहिँ उहाँ पारि मालरानी मन्दिर ऊ। अनि केही रहन्छ नाङगडा रहेछ। त्यही सर र बेरेको मात्रै रहेछ होइन। पछि बनाउला नि राम्रो त्यही भएर नि हो। पछि राम्रो बनाउने भनेर होला। त्यही हो एकसाथ डेभलप हुन्न नि त। बिस्तारै बिस्तारै हुने डेभलप होइन। त्यही हो बिहान बिहान सनसेट हेर्न चाहिँ के अरे सनराइज हेर्न चाहिँ सनसेट भन्छ कि सनराइज भन्छ नि जे भयो नि हो होइन। त्यो हेर्न चाहिँ सनसेटै होला। सनसेट हेर्नलाई चाहिँ यहाँ आउँदो होला नि होइन। कोही धेरै नै कोही मान्छे आउँछ होला नि। तर राम्रो हो यहाँ सबै यस्तो भएछ। ठिकै छ आजको भ्लग चाहिँ। गाइस आजको भ्लग चाहिँ यहीँ समाप्त गरौँ होइन। घर जान छ त्यति खाजा खाने हो। गएर भोक लागिसक्यो अनि ल शुभ दिन होस् सबैको है। ल अब चाहिँ बाई गाइस नेक्स्ट भ्लगमा भेटौँ है। बाई।